यो मित्रहरू फाइनली आज चाहिँ मुलाको परोठा बनाउनु भन्ने कुरो भयो। मेरो यो 10जना मित्रहरू समस्याहरू दिनको लागि चाहिँ यो 2 किलो मुला लिएर छिलेर अनि तपाईँको भिजेर अनि यसमा राख्ने एकछिन राखेको 10-15 मिनटपछि यसरी निचोरेरै मुलाबाट यसरी सबै पानीहरू निकाल्नुपर्छ। यसरी यस्तो मसला चटनी हालेर है यसरी खुर्सानी हाल्ने चटनी है। दुईवटा प्याज पनि नपर्ला होइन। यसमा यो परोठा बनाउँदा कुनै पनि अजैन चिज हाल्नु हालेपछि भने डाइजेस्टको राम्रो काम गर्छ यसले परोठामा। त्यही भएर यो हरियो धनिया काटेर चोरेर राखेको थिएँ अनि यसरी यसलाई सर्ट यसरी थोरै रातो खोर्सानी पनि हाल्नु पऱ्यो है। थोरै फेरि हाल्ने ल अब चाहिँ मुलाको परोठाको बनाउने तयारी हुँदैछ। फेरि एउटा बनाएको पेडा मैसा परोठा बनाउनुको लागि पिठो अलिकति गिलो गरेर मुस्नुपर्छ, नत्र भने परोठा फाटेर हुन्छ है। यसरी लियो है मसला यस्तो गरेर हल्का रोल्दा पेडा बनायो है। यसरी देशी घिउमा मुलाको परोठालाई है यसरी टक्क फ्राई गर्ने यसरी देशी घिउमा हेर्नुहोस्। परोठा कसरी कस्तो बनेको छ यसरी चट हेर्नुहोस् यसरी। अनि यो दही यो चटनी यो अचार अनि मुलाको परोठा बिहान सत्तीको टाइममा है खाएर स्वाद दिएर हेर्नुहोस्।